सर हजुर म्युटमा हुनुहुन्छ। ओके, हामीले के पढ्यौँ यार? एफ इज इक्वल टु माइनस सिएक्स टाइप पढ्यौँ। त्यस पछाडि एक्सलेरेसनको फर्मुला माइनस ओमेगा स्क्वायर एक्स पढ्यौँ। टाइम पिरियड पढ्यौँ 2 पाई रूट ओभर एम बाई सी। आई थिङ्क मैले जति पनि हिजो प्रब्लम गरेको थिएँ त्यो सबैमा यो टाइम पिरियड चाहिँ फिक्स हो है। टाइम पिरियड इज वाट? फिक्स्ड। टाइम पिरियड इज फिक्स। टाइम पिरियड फिक्स है त। याद गर्नु होला, कहीँ पनि यदि टाइम पिरियड फिक्स छ भने जस्तै हामीले पढिरहेको थियौँ फ्री असिलेसन होइन, यसको नामै फ्री असिलेसन हो। कहीँ लेखेको थिएँ मैले, यहाँ छ। फ्री असिलेसनको मतलब नै हुन्छ नो इनर्जी लस। र यहाँ इनर्जी लस किन हुन्न कसैले भन्न मिल्छ? वाइ देयर इज नो इनर्जी लस गाइज? जुन हामी असिलेसन पढिरहेछौँ यहाँ नो इनर्जी लस, फ्रिक्सन हुँदैन त्यही भएर। इट मिन्स द के अरे इनर्जी लस हुनलाई नन कन्जर्भेटिभ फोर्स चाहियो होइन? देयर सुड बी अ नन कन्जर्भेटिभ फोर्स। र यो जति पनि मोसन पढिरहेछौँ वी आर टेकिङ अन्डर द एक्सन अफ कन्जर्भेटिभ फोर्स भन्ने। सो नन कन्जर्भेटिभ फोर्स नभएको कारणले यहाँ चाहिँ इनर्जी लस हुन्न। अब एउटा डाउट आयो होला कि सर हामीले सिम्पल पेन्डुलम पढ्दाखेरि त त्यहाँ त टेन्सन आउँछ होइन र? टेन्सन आउँछ कि आउँदैन स्ट्रिङमा? सिम्पल पेन्डुलम गर्दाखेरि त टेन्सन आउँछ। अनि मैले भनेको थिएँ जति पनि फोर्सेस इन्भल्भ हुन्छ त्यो त कन्जर्भेटिभ हो। र मैले नाम पनि भनेको थिएँ के अरे ग्राभिटेसनल फोर्स, इलेक्ट्रोस्ट्याटिक्स फोर्स, स्प्रिङ फोर्स। यो तीनटा फोर्स भनेको कन्जर्भेटिभ हो, बाँकी सबैलाई नन कन्जर्भेटिभ मान्नु मैले भनेकै थिएँ होइन? जस्तै अब त्यहाँ के भन्छ के अरे सिम्पल पेन्डुलममा त टेन्सन आयो, त्यसो भए टेन्सन त नन कन्जर्भेटिभ फोर्स हो। यदि टेन्सन नन कन्जर्भेटिभ फोर्स हो भने त्यहाँ त इनर्जी लस हुनु पर्यो। त सुन्नु होला, यो मैले जुन ग्राफ बनाएको छु के को बनाएको छु? फोर्सको कि त्यो फोर्सको जो फोर्स त्यो फोर्सको करस्पोन्डिङ इनर्जी र पोजिसनको ग्राफ हो राइट? यसको मतलब यो ग्राफ फोर्सको होइन, यो ग्राफ चाहिँ इनर्जी र पोजिसनको ग्राफ हो। यसको मतलब के भयो कि जति पनि यदि त्यो सिस्टममा नन कन्जर्भेटिभ फोर्स लागि पनि राखेको रहेछ भने त्यो नन कन्जर्भेटिभ फोर्सको कारण वर्क डन 0 आउँछ क्या। र यदि नन कन्जर्भेटिभ फोर्सको कारण वर्क डन 0 आयो भने त वर्क डनै 0 भयो भने इनर्जीको त लसै कुरा भएन। यसको मतलब एसएसएमको कुनै पनि प्रश्न सल्भ गर्दाखेरि यदि त्यहाँ नन कन्जर्भेटिभ फोर्स इन्भल्भ छ भने त्यस्तो फ्रेमिङ गरे हुन्छ कि त्यहाँ चाहिँ त्यो नन कन्जर्भेटिभ फोर्सको कारण वर्क डन के हुन्छ? 0 हुन्छ। बुझिरह्यो? बुझिरहेको हो त याद राख्नु होला। ओके, त हामीले यो कुरा बुझिसक्यौँ कि टाइम पिरियड फिक्स हुन्छ। जस्तै मलाई प्रथम मानौँ बडी यहाँ छ, बडी मानौँ माइनस एमा छ। त बडी माइनस एमा छ भने फेरि कहाँ जान्छ? प्लस एमा। अनि फेरि यसरी घुमेर कहाँ हुन्छ? माइनस एमा। फेरि बडी प्लस एमा, फेरि बडी माइनस एमा, यसरी ओसिलेट गर्छ राइट? क्लियर न? यस सर। यो तलको लाइन र माथिको लाइन एउटै हो। मैले तलको लाइन चाहिँ सम्झाउनलाई बनाएको, बुझिरह्यो नि? यसरी बढी गर्दैन, त्यही लाइनमा जान्छ। माथि यसरी यसरी नै बढी गर्ने, यसरी यसरी। तर तलको लाइन मैले तिमीलाई सम्झाउनको लागि बनाएको, यस्तो मोसन हुँदैन। बुझिरह्यो नि तलको लाइन? यस सर। ओके, त यसको मतलब के भयो कि मलाई बताऊ बडी यहाँ गयो फेरि घुमेर यहाँ आयो भने केही न केही समय बित्यो र त्यो समय पछाडि फेरि आफ्नो मोसन रिपिट हुन्छ। यसको मतलब यदि कुनै मोसन केही फिक्स टाइम पछि रिपिट भइरहेछ भने त्यसको नाम के हो? पिरियोडिक मोसन पनि भनिन्छ होइन? यसको मतलब जुन हामी फ्री ओसिलेसन पढिरहेछौँ त्यो त ओसिलेसन हो नै, प्लस त्यो पिरियोडिक पनि हो। यसको मतलब के भयो कि सिम्पल हार्मोनिक मोसनलाई यदि हामीले थ्योरेटिकली लेख्न पायो भने हामी भन्न सक्छौँ ओसिलेटरी।
प्लस पिरियोडिक। मलाई बताऊ सिम्पल हार्मोनिक मोसन मतलब के भयो? ओसिलेटरी प्लस पिरियोडिक, राइट? र याद गर्नु होला ओसिलेटरी प्लस पिरियोडिक यो दुवैको कम्बाइन भाषा के भयो? कम्बाइन वर्ड फ्री ओसिलेसन, राइट? फ्री ओसिलेसन भनिसके पछाडि त्यो सेपरेट भन्नु पर्दैन, त्यसमा चाहिँ पिरियोडिक आउँछ नै है त। यसको मतलब सिम्पल हार्मोनिक मोसन भनेको ओसिलेटरी पनि हुन्छ पिरियोडिक पनि हुन्छ। के यति भएपछि खाली सिम्पल हुन्छ र कि अझै केही चाहिन्छ? यसमा अझै केही चाहिन्छ, समथिङ मोर। किनभने याद गर यदि x को पावर 3 भएको भए ओसिलेटरी हुन्थ्यो कि हुन्थेन त्यो? x को पावर 3 र पिरियोडिक र पिरियोडिक हुन्थ्यो कि हुन्थेन त्यो? हुन्थ्यो, राइट? ओसिलेटरी पनि हुन्थ्यो पिरियोडिक पनि हुन्थ्यो र सिम्पल त हुन्थेन। यसको मतलब कि खाली ओसिलेटरी र पिरियोडिक हुने बित्तिकै यसो चाहिँ हुँदैन, समथिङ मोर को मतलब के x को पावर 1 हुनु पर्यो। क्लियर छ गाइस एभ्रीबडी? Yes, sir. दिस इज द थ्योरेटिकल भर्सन अफ एसएसएम, राइट? त्यो त म्याथमेटिकल भर्सन भयो कि त्यो डिस्प्लेसमेन्टमा डिपेन्डेन्सी हेराउने x को पावर 1 त हामीले हिजो गरिसक्या। यसको मतलब बुझिहाल्ला कि सिम्पल हार्मोनिक मोसन भनेको ओसिलेटरी पनि हुन्छ पिरियोडिक पनि हुन्छ र समथिङ मोर पनि हुन्छ। ल मलाई बताऊ पिरियोडिक मोसनको मतलब जुन मोसन केही फिक्स समयपछि रिपिट हुन्छ। मलाई बताऊ ओसिलेटरी मोसन हुनको लागि व्हाट इज द रिक्वायरमेन्ट? ओसिलेटरी मोसन हुनको लागि यदि हामीले अब्जर्भेसनले हेर्ने हो भने ओसिलेटरी हुनको लागि बडी के हुनु पर्यो? स्टप हुनु पर्यो, स्टपिङ पोइन्ट। यस सर नो? फर्किनु पर्दैन? हजुर। यसको मतलब कि ओसिलेटरी मोसन हुनको लागि रुक्न जरुरी छ। यदि कहीँ बडी रुकेन भने त ओसिलेटरी मोसन हुँदैन। जस्ट फर द एक्जाम्पल मैले भने अ बडी इज moving in circular path with constant speed. A body is moving in circular path with constant speed, then motion of body is. मलाई बताओ body is moving in a circular path with constant speed, then motion of body is. ऑप्शन नंबर ए के हुन्छ? oscillatory हुन्छ है? A body is moving in a circular path with constant speed, the motion is oscillatory. बोला यार, बोला भाइ। पिरियोडिक जस्तो लाग्यो। पिरियोडिक जस्तो लाग्यो? फिलिङ आउँछ क्या तिमीलाई फिजिक्समा? लाग्छ कि कसरी हुन्छ त? लजिक बताऊ मलाई। अ बडी इज मुभिङ इन अ सर्कुलर पाथ विथ कन्स्टेन्ट स्पीड, देन मोसन अफ बडी इज। सबभन्दा पहिला ओसिलेटरी हुन्छ यो। अ बडी इज मुभिङ किन हुँदैन? कहीँ रुकेको छ बडी? स्टपिङ पोइन्ट चाहियो। त्यो त हुँदैन। र ओसिलेटरी भएन भने एचएसएम त हुँदैन, राइट? अब दुईटा बाँच्यो। हुन त यो पनि रङ भयो, अकर्डिङ टु अल अफ देम हुँदैन। हुन त यो त अप्सन इलिमिनेसन तरिका भयो, तर सम्झना अलिकति। मलाई बताऊ एउटा बडी चाहिँ सर्कुलर पाथमा मुभ गरिरहेछ कन्स्टेन्ट स्पीड। A body is moving in a circular path with constant speed, radius r. त मलाई बताऊ फेरि बडी घुमेर त्यही पुग्छ हैन? र जसरी बडी फेरि घुमेर त्यही पुग्छ, फेरि त्यसले आफ्नो त्यही मोसन रिपिट गर्छ। यस सर नो गाइस? यस सर। यसको मतलब रिपिटेसन त छँदैछ, किनभने पिरियोडिक हुनको लागि दुईटा रिक्वायरमेन्ट चाहियो। पिरियोडिक हुनको लागि रिपिटेसन हुनु पर्यो र त्यसको टाइम त्यो रिपिट गर्ने टाइमिङ फिक्स हुनु पर्यो। यसको मतलब के भयो कि यहाँ मोसन त रिपिटिङ छँदैछ, तर त्यसको टाइम फिक्स छ कि छैन हेरौँ त। यसको मतलब बडीलाई मोसन गर्नको लागि घुमेर त्यही पुग्नु पर्यो यहाँ यो प्रब्लममा। त यदि बडीलाई आफ्नो मोसन रिपिट गर्नुपर्ने छ भने घुमेर त्यही पुग्नु पर्यो। घुमेर त्यही पुग्नको लागि डिस्टेन्स त्यसले कति ट्राभल गर्यो? 2πr। कति स्पिडले? v। त मलाई बताऊ कन्स्टेन्ट स्पिडको फर्मुला कति आयो? 2πr by t। त व्हाट इज t? 2πr by v। आई थिंक टाइम पिरियड पनि फिक्स आयो, बिकज दिस इज कन्स्टेन्ट, दिस इज कन्स्टेन्ट, दिस इज कन्स्टेन्ट, दिस इज कन्स्टेन्ट। सो टाइम पिरियड इज फिक्स। यसको मतलब बडी इज रिपिटिङ द मोसन and its time period is fixed, so the motion is what?
periodic. Periodic. Are you understanding the whole idea? Yes, sir. र मलाई बताऊ के पिरियोडिक मोसन हुनको लागि सर्कलै हुनुपर्छ कि जस्तो पनि पाथ हुन सक्छ रिक्वायरमेन्ट मोसन हुनु पर्यो राइट इट क्यान बी एनी पाथ राइट इट क्यान बी एनी पाथ इट क्यान बी इन दिस पाथ अल्सो बडीले यहाँबाट छोड्दै बडी जान्छ फेरि घुमेर आउँछ यस्तो यस्तो बडीले आफ्नो मोसन पनि रिपिट गर्छ र टाइम पनि फिक्स छ भने यो पनि पिरियोडिक हुन्छ भर्खर तिमीले पढ्यौ यो ओसिलेटरी मोसनमा मोसन पिरियोडिक छ कि छैन बोला अरे बोला यार यो त यसको मतलब त पिरियोडिक मोसन जस्तो पनि पाथमा हुन सक्छ हैन इट क्यान बी इन अ सर्कुलर पाथ स्ट्रेट लाइन जस्तै अर्थको मोसन हेर्छौ सनको वरिपरि त्यो पनि त पिरियोडिक हो हैन द्याट्स द्याट्स इलिप्टिकल पाथ इलिप्टिकल त त्यो अझै खतरनाक पाथ हो त एनीवे समझमा आयो बुझ्यो कि बुझेन पिरियोडिक मोसन बुझ्यो हैन Yes, sir. यसको मतलब एसएचएम हुनको लागि पहिला के हुनु पर्यो ओसिलेटरी हुनु पर्यो फेरि पिरियोडिक हुनु पर्यो फेरि एक्सको पावर 1 हुनु पर्यो राइट सो वी आर गोइङ टु डु अब्जेक्टिभ प्रब्लम नाउ के अब्जेक्टिभ गरौँ एउटा अझै कुरा ठीक छ अब्जेक्टिभ गरौँ ओके लेट्स डु इट यसको केही हामी के गर्छौं कन्सेप्चुअल प्रब्लम गर्छौं यो बुक चाहिँ यसको अब्जेक्टिभ खतरनाक छ मजा आउँछ बनाउन यो बुकको नाम कसैले सुनेको छ र Yes, Shiva. Yes, sir. यो बुकको चाहिँ इट्स त्यति हार्ड बुक त छैन तर ठिकै छ Okay. Let's do from here. Okay. यता हेर यसको अब्जेक्टिभ 2 हेरौँ पहिला अब्जेक्टिभ 2 को यसको केही कन्सेप्चुअल कुरा हालौँ अब्जेक्टिभ 2 मा के छ मोर देन वन अप्सन इज करेक्ट है दुईटा तीनटा पनि करेक्ट हुन सक्छ बुझिराछौ नि मोर देन वन अप्सन इज करेक्ट पहिला पढौँ के भने सब नोट गर्दै जानु है मलाई बताऊ अ सिम्पल हार्मोनिक मोसन इज नेसेसरीली पिरियोडिक यस अर नो राइट कि रङ Yes. Yes, sir. A simple harmonic motion is necessarily periodic, right or wrong? Right. Right, okay. कसैले भनिरा होला यार यस्तो यस्तो गराउँछ अब हेर यस्तो हुन्छ म चाहिँ पास्ट क्वेशन गराउँदैन म चाहिँ फ्युचर प्रिडिक्टेड प्रब्लमहरु गराउँछु राइट किनभने यो यस्तो यही हो सोर्स तिनीहरुको यहीबाट एक्चुअली कन्सेप्ट क्लियर भयो भने जहाँबाट पनि सोधे केही फरक पर्दैन के सो डोन्ट माइन्ड के यार यस्तो लेभलको गराइराछ यो गराइराछ सायद मेरोमा अवकाश छ भने गराइराछु हैन ओके सिम्पल हार्मोनिक मोसन इज व्हाट नेसेसरली पिरियोडिक राइट ओके अब नेमको मोडले कोही पढेर टिचर भइसकेको छ नि बेग्लै कुरा हो ओके दिस इज राइट ओके नेक्स्ट समझमा आयो नि फर्स्ट स्टेटमेन्ट इज राइट और रङ राइट Yes, sir. And next is what? A simple harmonic motion is necessarily oscillatory. Yes, perfect. यो पनि सही हो. Clear? True, yeah. And oscillatory motion is necessarily periodic. False. के यो फ्री oscillation भनेको छ कि सिम्पली oscillation भनेको छ? Oscillation मा चाहिँ. Yes, oscillation भनेको छ भने त ड्याम्प पनि हुन सक्छ नि ड्याम्पिङ, राइट? अरे भाइ oscillatory motion छ भने पिरियोडिकै हुन्छ जरुरी छैन. फ्री oscillation भन्यो भने मात्र पिरियोडिक हुन्छ. oscillatory छ भने हुन सक्छ ड्याम्पिङ मतलब जहाँ थियो त्यहाँ पुग्न सक्दैन मेबी राइट बुझिरा हो नि हजुर अरे नेमको मोडुलमा गलत छ भाइ कोही पढेर आएको गलत छ नेमको मोडुलमा त्यहाँ लेखेको छ अल oscillatory motion इज पिरियोड रङ छ त्यो किनभने oscillatory motion ड्याम्प पनि हुन सक्छ जस्तै मलाई बताऊ रिपिटेसन हुनको लागि त मलाई बताऊ माना एउटा मैले बनाए माना बडी यहाँ गयो तर घुमेर बडी यहीँसम्म पुग्यो किन ड्याम्प छ त्यसको मतलब के मोसन रिपिट भयो एक्ज्याक्टली हैन यसको मतलब यो हुँदैन र मलाई बताऊ एन्ड पिरियोडिक मोसन इज नेसेसरली oscillatory यो त अझै रङ भयो भर्खर पढेको थियो अ बडी इज मुभिङ इन अ सर्कुलर पाथ विथ कन्स्टेन्ट स्पीड मोसन पिरियोडिक थियो तर oscillatory थिएन यस अर नो गाइस यस सर यसको कुन अप्सन करेक्ट भयो ए एन्ड बी अर्को हेर 2 नम्बर A particle is moving in a circular path with uniform speed. Exactly यही प्रश्न सोधेको छ तपाईको कमन इन्ट्रान्स एक्जामिनेसनमा 2021 मा एक्ज्याक्टली के 2 नम्बर प्रश्नमा 2 नम्बर के भनेको छ a particle move in a circular path with uniform speed. Uniform मतलब के Constant speed.
यूनिफॉर्म मतलब कांस्टेंट आई पागल हो गए के छोड़ा यार कांस्टेंट बुझो तिम्रो यूनिफॉर्म मतलब कांस्टेंट हुँदैन भाइ यूनिफॉर्म मतलब इट्स अ फंक्शन अफ स्पेस कांस्टेंट मतलब फंक्शन अफ टाइम टाइम भ्यारिङ हुँदाखेरि कुनै कुरा चेन्ज भएन भने त कांस्टेंट हो र स्पेस भ्यारिङ हुँदाखेरि त्यो कुरा चेन्ज भएन भने यूनिफॉर्म हो कसैले बुझ्यो मैले के बोले म सम्झाउँदिन तर कसैले बुझ्यो मैले के बोले पोजिसन चेन्ज हुँदा पनि त्यो कुरा चेन्ज भएन भने त्यो यूनिफॉर्म हो र टाइम चेन्ज हुँदा पनि त्यो कुरा चेन्ज भएन भने कांस्टेंट हो Constant. जस्तै तिमीहरूले म्याग्नेटिजम पढ्यौ म्याग्नेटिजम नहीं पढ्दै नहीं जस्तै एउटा यस्तो हुन्छ एउटा स्ट्रेट वायर छ स्ट्रेट वायरको वरिपरि म्याग्नेटिक फिल्ड भन्छ हैन जस्तै म्याग्नेटिक फिल्ड मानौँ ओके यसरी भन्यो यहाँ म्याग्नेटिक फिल्ड जति नजिक हुन्छौ त्यति बढी म्याग्नेटिक फिल्ड भन्छ माना यहाँ 4 टेस्ला बन्यो यहाँ 3 टेस्ला बन्यो यहाँ 2 टेस्ला बन्यो राइट लाइक दिस मलाई बताऊ समय चेन्ज हुँदाखेरि यो चेन्ज हुँदैन जहाँ जति छ त्यही रहन्छ त्यो कन्स्टेन्ट हो राइट तर स्पेस चेन्ज हुँदाखेरि त्यो कुरा चेन्ज भयो त कि यो युनिफर्म होइन बुझ्यो कि बुझेन बुझ्यो छोड दो यति डिटेल नबुझ या छोड केही हुँदैन तिमीलाई यति बुझ्यो तिम्रो लागि युनिफर्म र कन्स्टेन्ट एउटै हो छोड दो लिभ दैट अ पार्टिकल मूव इन अ सर्कुलर पाथ विथ कन्स्टेन्ट स्पीड भनौँ ल विथ युनिफर्म स्पीड वा कन्स्टेन्ट स्पीड इट्स मोसन इज व्हाट असिलेटरी हुन्छ हुँदैन सिम्पल हार्मोनिक हुन्छ हुँदैन यो के एंगुलर त के हुन्छ र के हुन्छ र पिरियोडिक Periodic. 4 नम्बर पढौँ A particle move in a circular path with continuously increasing speed. Particle circular path में move गरिरहेछ तर speed के भइरहेछ चेन्ज मोसन के पिरियोडिक हुन्छ र नहीं स्पीड चेन्ज भयो भने टाइम पिरियड फिक्स रहन्छ कि चेन्ज भयो चेन्ज Change. अनि पिरियोडिक हुनको लागि त टाइम पिरियड फिक्स हुनु पर्यो कि परेन पर्यो यसको मतलब कि बडी इज मुभिङ इन अ सर्कुलर पाथ विथ चेन्जिङ स्पीड यसको मतलब बडी रिपिटिङ द मोसन बट टाइम पिरियड इज चेन्जिङ सो मोसन इज नट पिरियोडिक पिरियोडिक भएन भने र ओसिलेटरी त छँदै छैन एसएचएम छँदै छैन नन अफ देम आर यु अन्डरस्ट्यान्डिङ द गेम के तिमीलाई थ्योरेटिकल भर्सन अलिअलि क्लियर भयो टाइम पिरियडको के रे त्यसको एसएचएम को भयो ओके सो लेट्स मुभ एनदर अब हामी one oscillation बुझौँ what is the meaning of one oscillation guys what is the meaning of one oscillation बोला यार one oscillation छिटो डेफिनेसन एउटा इनिशियल पोजिसनबाट ओसिलेट भएर त्यो फाइनल पोजिसनमै आउने इनिशियलबाट कहाँ त्यही इनिशियलमै आउने कि घुमेर हो र त्यही हो कन्फर्म छौ नि लागेको कुरा बताएको कन्फर्म हो सर कन्फर्म हो हो सबजना कन्फर्म छन् सबजना कन्फर्म होला हैन हो फेरि आफ्नो बोलेको कुराबाट तिमीहरू पल्टी मार्दैनौ नि गरौँ म बताऊ बताउनु ल ल हस् यो जुन भाइ बोलिरहेछ कुन कलेजको तिमी म होराइजन होराइजन भनेको बुटवल हजुर त आउनु हजुर तपाईँ ड्राइभर टोल हजुर ओके माइनस ए प्लस ए मेन पोजिसन ठिक छ यार ल भाइले भनेको छ यदि तिमीले आफ्नो बोलेको कुराबाट पल्टी हाने मैले अहिले बताउँछु तिमीलाई ल गर्न भाइले के भने जहाँ छ त्यही आउनु पर्यो हैन ल बडी गयो 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 यहाँ स्टप टर्न भयो ल बडी जहाँ थियो त्यहाँ आयो त वन ओसिलेसन भयो कि भएन भएन तिमीहरूले त यही भने त जहाँ छ त्यही आउने आयो त गलत भएछ यसको मतलब Wait. यसको मतलब तिमीहरूले जति पनि कुरा आफूले बनाऊ सब गलत हुन्छ जबसम्म त्यसमा फिजिक्स आउँदैन सर नो तिमीले बोलेकोमा कहीँ पनि फिजिक्स थियो फिजिक्सको कुनै पनि भाषा थियो त्यसमा नै यस्तो कसरी राइट हुन्छ त्यो फिजिक्सको कुरा फिजिक्सै आएन भने राइट हुन्छ र हुन्न त लेख्नु होला सबैले वन ओसिलेसनको मिनिङ पोजिसन
अब आयो होइन पोजिसन एन्ड डाइरेक्सन अफ मोसन सेम हुनु पर्यो। मैले के लेखेँ बडीको पोजिसन त सेम हुनु नै पर्यो तर के सेम हुनु पर्यो डाइरेक्सन अफ मोसन। Direction. यस पर्फेक्ट। मलाई बताऊ एसएसएम मा बडी पल्टी हान्यो भने कहाँबाट हान्छ माइनस एबाट वा प्लस एबाट। यसको मतलब यो बडी त यहीँबाट त टर्न गरिहाल्दैन बडी त माइनस एसम्म जान्छ राइट। यसको मतलब जाँदाखेरि बडीको डाइरेक्सन पहिले यता थियो आउँदाखेरि बडीको डाइरेक्सन यता भयो सर नो। हजुर यसको मतलब Yes. बडीको पोजिसन त सेम हो तर के सेम भएन डाइरेक्सन Direction. इसको मतलब वन कम्प्लिट ओसिलेसन भएन। यसको मतलब जब बडी फेरि यहाँ पुग्छ र पुगेर फेरि जब यहाँ आउँछ होला त जब बडीको पोजिसन पनि सेम हुन्छ र के सेम हुन्छ डाइरेक्सन अफ मोसन एन्ड दिस इज वन कम्प्लिट ओसिलेसन। आर यु अन्डरस्ट्यान्डिङ? हजुर ओके सो अब तपाईँ डायग्राम जहाँबाट पनि बनाउन सक्नुहुन्छ जहाँबाट पनि यो डिफिनिसन लगाएर तपाईँ गर्न सक्नुहुन्छ केही प्रब्लम हुँदैन। ल सर हामीले के एक्सट्रिम पोजिसनबाट कहिले अस्सिलेसन स्टार्ट गर्न मिल्छ? मलाई बताऊ कि जब तिमी स्प्रिङलाई तान्छौ होइन स्प्रिङमा जुन ब्लक हुन्छ त्यो त कन्फर्म एसएसएम गर्छ नि होइन गर्छ। ल एसएसएम कन्फर्म छ गर्छ होइन त्यो त फिक्स हो। जब तिमी त्यसलाई स्प्रिङमा अट्याच भएको ब्लकलाई जब तिमी तान्छौ जहाँबाट छोड्छौ त्यहाँ भेलोसिटी के हुन्छ अनि त्यो कुन पोजिसन भयो एक्सट्रिम अनि त्यहाँबाट ओसिलेट गरेन गर्यो। बुझ्यौ कसको डाउट थियो? यस सर। ओके बडी गयो 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 घुमेर आयो होराइजनको भाइको एकोर्डिङ त यही वन कम्प्लिट ओसिलेसन थियो होइन मलाई लाग्यो चाहिँ अब क्लियर भयो। अब क्लियर भयो। ओके त बडी फेरि के बडी यहीँबाट घुमिहाल्छ र यहाँबाट घुम्छ बडी नै माइनस एमा जान्छ राइट माइनस एबाट फेरि रुकेर जब यहाँ पुग्छ त बडीको पोजिसन पनि सेम डाइरेक्सन र मोसन पनि सेम इट इज वन कम्प्लिट ओसिलेसन। आई होप यु गाइज आर अन्डरस्ट्यान्डिङ वाट इज द मिनिङ अफ वन कम्प्लिट ओसिलेसन राइट। सो राइट डाउन एउटा अर्को ओसिलेसन रिलेटेड डाउट सोधौँ हजुरलाई। ल सोध न म डाउटको लागि त जहिले पनि रेडी रहन्छु। फेरि यो अलि क्वान्टमतिरको के त न्युट्रिनो ओसिलेसन वाला सुनेको थियो त सोध्छु भनेर। न्युट्रिनो त्यति आउँदैन फिजिक्स मलाई त्यति फिजिक्स आएको भए म तिमी यो दुई कौडीको काम गरेर बस्थेमा यहाँ हजुर हजुर मलाई त्यति फिजिक्स आएको भए यही म नेमको क्लास लिएर यही 11-12 पढाएर बस्थे कि म सायद कहीँ रिसर्च गरिरहेको हुन्थेँ रिसर्च साइन्टिस्ट अनि यहाँ के उखार्थेँ म यो दुई कौडीको काम गरेर। हजुर हजुर म तिमीलाई एउटा टार्गेटको लागि पढाइरहेको होइन एउटा आई एम जस्ट अ ट्रेनर आई एम नट अ फिजिसिस्ट। क्लियर डाउट क्लियर भयो? भयो भयो आउँदैन मलाई फिजिक्स हो तर तिमीलाई जे चाहिन्छ त्यसको लागि फेरि म आई एम अ जिनियस इन इट। तिमीलाई जे चाहिन्छ त्यसको लागि मे आई मुभ अन? ओके ओके सो लेट्स डु इट। अब हामी के गरौँ प्रब्लम गरौँ बडी executing simple harmonic motion with amplitude। लेखेर दिउ कि के किताब खोलेर बताऊ त्यहीबाट गरौँ? प्रभुको इच्छा। देन डिस्टेंस न्यूट्रोनो वाला भाइ मेरो डाउट क्लियर भयो न्यूट्रोनो वाला बाबु? भयो भयो हिजो हेरिरहेको थिएँ कि मैले त्यो भएर। देन डिस्टेंस ट्राभल्ड होइन जहिले मसँग सोधेको थियो कुन नि के भन्दै थियो त्यसको डाउट क्लियर भइसक्यो होला। देन डिस्टेंस ट्राभल बाई बडी इन वन कम्प्लिट ओसिलेसन वी शुड रेडी टु एक्सेप्ट कि हामीमा के कमी छ होइन धेरै सो गर्नु पर्दैन हो जे छ त्यसको लागि भन्नुपर्छ आउँदैन त आउँदैन के गर्नु।
कोचिङमा पढाएर यही बसिहाल्यो जिन्दगीभर, यही त भयो नि। गर्न सकिन्थ्यो सायद, तर पैसाको लत लाग्यो, जिन्दगी यही ल। देन डिस्टेन्स ट्राभल बाई बडी इन वान कम्प्लिट ओसिलेसन, इन वान कम्प्लिट ओसिलेसन इज, उफ 4A 2A 0 नॉन। बोला था a body executing simple harmonic motion with amplitude A, then distance traveled by body in one complete oscillation. बोला 4A 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 confirm। yes sir यो त आउँछ होला, इजी छ हैन। अब दुवै डायग्राममा हेर्न सक्छौ, one complete oscillation यही त डायग्राम हो हैन, दिस इज द डायग्राम अफ one complete oscillation। र याद गर्नु होला डिस्टेन्स कुन क्वान्टिटी हो, स्केलर कि वेक्टर? scalar scalar so you need a sign convention or just magnitude? Just magnitude magnitude. यसको मतलब one complete oscillation हुनको लागि बडी पहिला यहाँबाट यहाँ जानु पर्यो, दैट इज A, फेरि यहाँबाट आउनु पर्यो A, फेरि यहाँबाट यहाँ A, फेरि यहाँबाट यहाँ A, त A प्लस A प्लस A प्लस A कति भयो? 4A। यहाँबाट पनि हेर्न पाइन्छ, जस्तै मानव बडी पहिला अलरेडी केही डिस्टेन्समा थियो, यहाँबाट मैले ओसिलेसन गरे A/2, त फेरि गर्यो भने यहाँबाट यहाँ कति हुन्छ? A/2 हुन्छ हैन। फेरि यहाँदेखि यहाँ कति हुन्छ? A हुन्छ। फेरि यहाँदेखि यहाँ कति हुन्छ? A, फेरि यहाँ कति हुन्छ? A, फेरि यो कति हुन्छ? A/2। सबलाई जोड्यो भने अगेन वी गेट 4A। आई होप यु गाइज आर अन्डरस्ट्यान्डिङ, राइट? yes sir क्यान यु से मी यदि डिस्टेन्स नभएर डिस्प्लेसमेन्ट भनेको भए? 0 0 initial में What is the displacement, guys? Zero. 0 0 Confirm? हजुर yes sir Okay, please यसको एन्सर एकछिनमा आयो, मेरो एउटा डाउट छ, त्यो भन्नु होला। माना बडी पहिला एमा थियो, एबाट बडी बीमा गयो, पहिला यहाँ थियो भने दैट इज XA, बीमा गयो भने XB। मलाई बताऊ, when the body move from A to B in SSM, what is the displacement? When the body move from A to B, what is the displacement? XB minus XA यसको मतलब 2 लेक्चर पढाएको पुरो बेकार भयो। मैले भने थिए नि, डिस्प्लेसमेन्ट अलवेज मेजर फ्रम Mean position. mean position so when the body move from A to B, what is the displacement? XB. XB. Got it? yes sir अरे यो काइनेमेटिक्स हो, यो केसको नोमेनक्लेचर डिफरेन्स छ नि, यही गरे हैन एक लेक्चर हिजो। डिस्प्लेसमेन्ट अलवेज मेजर फ्रम मिन पोजिसन। हजुर त ल अब अलिकति आफ्नो आफ्नो एन्सरमा कमेन्ट गर्नु होला। मलाई बताऊ, जब बडी यहाँ थियो, यहाँ फर्स्ट फिगर, त बडी फेरि घुमेर जब त्यही पुगिहाल्यो, त पहिला पनि जब बडी मिन पोजिसनमा थियो भने व्हाट वाज द इनिशियल डिस्प्लेसमेन्ट? 0। अब फेरि बडी फाइनली मिनमा गयो भने त फेरि फाइनल डिस्प्लेसमेन्ट 0। मतलब पहिला जति थियो त्यही आयो। ओके, माना यहाँबाट ओसिलेसन गर्यो, व्हाट वाज द इनिशियल डिस्प्लेसमेंट? अरे बोला यार, यहाँ थियो ए, माना A/2 मा थियो बडी, व्हाट इज द इनिशियल डिस्प्लेसमेन्ट अफ बडी जब यहाँ A मा थियो भने? A/2. A/2 अनि फेरि बडी घुमेर त्यही पुग्यो भने व्हाट इज द फाइनल डिस्प्लेसमेन्ट? A/2 नै भयो। यसको मतलब डिस्प्लेसमेन्ट इन वन कम्प्लिट ओसिलेसन सेम रहन्छ कि 0 रहन्छ? सेम Same. यसको त अप्सन राइट कि रङ? None. none तर किताबहरुमा 0 लेख्या हुन्छ। इभन हेर, एचसी ब्राउसरको पनि बुकमा त्यही लेख्या छ। 0 नै तिमीले भनेको सही छ, तर आई एम नट एग्री विथ दैट। र एउटा धेरै राम्रो बुक रहेछ, मसँग अहिले त्यसको पीडीएफ छैन, आई विल शेयर टु यु। मैले जसरी एक्सप्लेन गरेको छु त्यस्तै क्लेपनर्स भन्ने एउटा फिजिक्स छ, राइट? क्याम्ब्रिज युनिभर्सिटीमा युज हुन्छ त्यो, तर त हाम एसएसएम छ त्यहाँ, राइट? त्यसको बुकमा एक्ज्याक्टली मैले एक्सप्लेन गरेको रहेछ एक्ज्याक्टली। त मलाई बताऊ, यहाँ के भनेको छ हेर, द डिस्प्लेसमेन्ट अफ अ पार्टिकल है, यही टेन्सन।
कहाँ छ रे? कहाँ थियो? ए ऑब्जेक्टिव कहाँ गयो? यहाँ यार 4 नंबर हेर के बना छ बोल डिस्प्लेसमेंट अफ अ पार्टिकल इन एसएचएम इन वन टाइम पिरियड को मतलब के भयो त्यो वन ओसिलेसन कम्प्लिट गर्न जति समय लाग्छ त्यसको नाम टाइम पिरियड हैन ओ त वन टाइम पिरियड को मतलब वन कम्प्लिट ओसिलेसन त भने हैन र हो हजुर त के भनेको छ द डिस्प्लेसमेंट अफ अ पार्टिकल इन सिम्पल हार्मोनिक मोसन इन वन टाइम पिरियड कति 0 भयो यहाँ त अब सेम भन्नु थियो त हुन त सेम हुनु पर्ने होइन उम्, यसको मतलब एचसी वर्मा सरको पनि बुकमा सबै राइट हुन्छ जरुरी होइन हुँदैन। छैन तर he is a best and he is a legend right तर हुन्छ कहिले काहीँ ओके म पनि उहाँसँग पढाएको छु and I have taken a lot of knowledge from him ओके सो यसको यदि तिम्रो अब इक्जाम आयो भने के लाउँछौ 0 गराउने भयो 0 जब भगवानले भनिदियो भने त के गर्नु होइन अब हजुर ओके अब बताऊ यहाँ के छ द डिस्टेन्स मुभ्ड बाइ अ पार्टिकल इन सिम्पल हार्मोनिक मोसन इन वन टाइम पिरियड कति आउँछ यसको 4a भोलि पढिसक्यौँ ओके one of my 2 favorite problem 2 and 3 what is the meaning of time period guys time The time taken by the required for one Time full taken to oscillation. complete one one oscillations right one oscillation means body को position र direction of motion right हजुर okay 3 number र 2 number screenshot लिनु अनि ट्राई गर्नु 2 and 3 homework स्क्रिनशट हुन्न हुन्न भने लेख 2 र 3 नोट इट डाउन मोस्ट प्रोबेबल प्रश्न इन द फ्युचर मैले क्वेशन आउट गर्दैछु है मोस्ट प्रोबेबल छापिसक्यो भने भन्नु सर हजुरले यो बुकको पीडीएफ पठाउन मिल्छ अहिले तिमी लेखिराछौ कि के लेख पहिला लेख्न भने नि पढ्दैन बुक पढ्न यो सर त्यो 2 नम्बर र 3 नम्बर अलिकति जुम गर्दिछु न यसमा रिस्ट्रिक्सन छ दिस बुक शुड बी अन्डर द गाइडेन्स अफ एक्सपर्ट द किड्स आर नट एलाउड टु प्ले विथ द बुक भनेपछि यो बुक लिएर नहेर्ने नहेर्ने गाइडेन्स चाहियो एक्सपर्टको इन द कन्टेक्स्ट अफ नेपाल यो बुक पढ्नु पर्दैन तर जुन के चाहिन्छ त्यो म तपाईँले यहाँबाट बताउन सक्छु बुझ्नुभयो हस् सर हजुर लाइब्रेरीमा चाहिँ डन्ट रड फर द त्यो किताब राखेर हुँदैन कि त्यो तिमी आफै पढेर आफै पागल भइन्छ किताब यहाँबाट के निकाल्नु छ के दिनु छ त्यो कसलाई थाहा हुन्छ एउटा पढ्लाई अनि एक्सपर्टको हजुर the one and only टिचरको गाइडेन्स चाहियो ओके 2 र 3 नाउ नोट डाउन गर अनि अगाडि बढ्छु छिटो लेखा यार छिटो यार कोही यहाँ सेन्ट जेभियर्सको पनि छन् क्या माइतीगर कोही छ एनीबडी फ्रम द सेन्ट जेभियर्स SOS anybody from the SOS guys no one भइसके पछाडि भन्नु है म यसलाई त्यो गर्छु हे भगवान
मेरो चाहिँ भयो। मेरो नि भयो सर। यहाँ एटेन्डेन्स दिनु छैन। म आफ्नो टाइममा बन्द गरिदिन्छु यसलाई। लेख्ने स्पिड पनि त हुनु पर्यो। आई थिङ्क भइसक्यो होला सबको। म गरेँ, हटाएँ है। 5 सम्म काउन्ट गर्छु। 5 1 2 3 हेऱ्यौ? Yes, sir. फिजिक्समा एउटा कुरा याद राख्नु होला प्लिज गाइज, फिजिक्समा फिलिङले केही नदिनु होला। फिजिक्स भनेको फिल होइन, फिजिक्स भनेको टचर हो, दिमागको खेल हो, होइन? कुनै पनि कुरा भन्नुभन्दा पहिला त्यसमा फिजिक्स हुनु पर्यो, किन ल हुनु पर्यो है। अब हेर, एकजना संसद भवनमा गएर पढिरहेको। के गरिरहेछ यार? खानावाना पकाइरहेछ क्या? ए टोयलेटमा गइसक्यो। अरे यहाँ ओके, यहाँ ओके, लेट्स कम टु द मेन गेम नाउ देन। मलाई बताऊ, ए को भ्यालु मैले कति निकालेको थिएँ यार? माइनस ओमेगा स्क्वायर एक्स। Can you say me this acceleration is constant or variable? यो जुन हामीले एक्सेलरेसन निकालेछौँ, अब हामी म्याथमेटिकल ट्रिटमेन्टमा गइरहेछौँ है। अब मलाई बताऊ, दिस एक्सेलरेसन इज कन्स्टेन्ट और भेरिएबल? भेरिएबल, राइट? बिकज दिस एक्सेलरेसन डिपेन्ड अपन व्हाट? एक्स। इट डिपेन्ड्स अपन एक्स। किनभने जसरी जसरी बडी एसएचएम मा मुभ गर्छ, जसरी जसरी बडी आफ्नो पोजिसन चेन्ज गर्छ एसएचएम मा, एक्स चेन्ज हुन्छ, ए चेन्ज भयो, ए इज भेरिएबल। यसको मतलब जब ए भेरिएबल भयो भने तिम्रो कुनै पनि यो काइनेमेटिक्सको फर्मुला काम गर्दैन। v = u + at, you are not allowed to use it. s is equal to ut plus half at square. v square minus u square is equal to us, and s is equal to u plus b by 2 into t. मलाई बताओ, these all formula are applicable only when the acceleration is what? Constant. तर जुन हामीले एसएसएम मा जुन एक्सेलरेसन पायो त्यो कांस्टेंट छ हैन, भेरिएबल छ। सो इट इज नट अलाउड। र याद गर्नु होला, यो त अलिकति धेरै ठुलो कुरा भयो, जुन भन्न गरे धेरै ठुलो कुरो हो, तर ठीक छ, बस माइन्डमा राख्दा पनि हुन्छ। कहीँ पनि एक्सेलरेसन भेरिएबल छ भने वी अलवेज यूज while solving a problem related to variable acceleration, we use conservation theorem. कहीँ पनि एक्सेलरेसन भेरिएबल छ भने कुन थ्योरम लगाउँछौँ? कन्जर्भेसन थ्योरमहरु लगाउँछौँ। कन्जर्भेसन थ्योरम। फिजिक्समा कतिवटा कन्जर्भेसन थ्योरम छ बोला? लिनियर मोमेन्टम कन्जर्भेसन, राइट? एंगुलर मोमेन्टम कन्जर्भेसन एन्ड मेकानिकल एनर्जी, राइट? हजुर। यसको मतलब यो एसएसएम मा जति पनि सवाल छ, यदि तिमी चाहिरहेछौ कि एसएसएम को कुनै पनि फर्मुला नलगाएर सल्भ गर्नुपर्ने छ भने आइदर यु आर गोइङ टु युज simply work energy and power बनावा mechanic, simply work energy and power you can use, or linear momentum conservation you can use, or angular momentum. यो तीनटा को तिमीलाई नलेज छ भने you don't have to read this chapter, right? यो च्याप्टर एउटा बेग्लै च्याप्टर हो। तर यदि कोही चाहिरहेछ कि होइन मलाई एसएसएम को कुनै पनि मलाई न मिन चाहियो न एक्सट्रिम चाहियो, आई निड नथिङ बट आई हैव टु सल्भ द प्रब्लम, देन यु क्यान युज द कन्जर्भेसन थ्योरम एन्ड द गेम इज ओभर अ बिट, राइट? तर हामी एसएसएम पढ्छ, त्यो थ्योरम लगाउँदाखेरि के हुन्छ? प्रब्लम अलिकति लेन्थी हुन्छ। तर एसएसएम को नलेज भयो भने त्यो प्रब्लम कन्जर्भेसनले जति लेन्थी जान्छ, यो एसएसएम को जुन हामी कुराहरू निकालेर राख्छौँ त्यो कुराहरू याद राख्यो भने प्रब्लमहरू फास्ट सल्भ हुन्छ। आर यु अन्डरस्ट्यान्डिङ? यस सर। के यहाँ कुनै पनि एसएसएम को फर्मुला युज गर्न जरुरी छ यदि म चाहे भने? नो, आई डोन्ट वान्ट टु युज इट। म कन्जर्भेसन थ्योरम लगाउँछु, आई विल गेट द आन्सर। तर त्यसले अलिकति लेन्थी हुन्छ। सो वी युज द प्यारामिटर्स इन एसएसएम, राइट? सो म प्यारामिटर लेख्नै गएँ। पहिला म एक्सेलरेसन लेखिरहेको छु, यसमा के चाहिन्छ एकछिन म प्यारामिटर लेखिदिन्छु। माइनस ओमेगा स्क्वायर एक्स, and I can write a is dv by dt because a is instantaneous, it is variable, so I have to write dv by dt. And I can write dv by dt as what? Body is moving along x-axis, then rate of change of x dx by dt is minus omega square x. So I can use what?
d2x by dt square plus omega square x is equal to what? 0. मलाई बताओ यो कसको इक्वेसन हो? डिफरेन्शियल इक्वेसन इट्स अ यो इक्वेसनमा डेरिभेटिभ छ भने यसको नाम के भयो? डिफरेन्शियल इक्वेसन It's a differential equation. Okay, सबले यो कुरा बुझ्यो भने एउटा प्रब्लम गरौँ, लेखौँ। A body execute motion बना body executing motion along x-axis according to 10 d2x by dt square plus 1000x is equal to 0, then time period of body. यो इक्वेसन एउटा के याद आयो? को जस्तो छ यो? Yes, a differential equation of SH. Yes, it's a differential equation. यसको मतलब body is doing which motion? SHM. SHM. SHM छ भने कन्फर्म भइसक्यो मोसन पिरियोडिक होला मतलब टाइम पिरियड होला, राइट? टाइम पिरियड निकाल्न भनेर। B. Okay, everybody, let's do it then. मलाई बताओ हामीले याद गरेको डिफरेन्शियल इक्वेसन के हो? d2x by dt square plus omega square x is what? 0. This is हामीले याद गरेको यो, तर प्रश्नमा के दिएको रहेछ? 10 d2x by dt square plus 1000x is equal to 0. मलाई बताऊ प्रश्नले दिएकोलाई को जस्तो मिलाउनु पर्यो? हामीले गरेको जस्तो, यसर नो मतलब यसलाई यो जस्तो म्याच हुनु पर्यो कि परेन? अनि न कम्पेयरिङ सम्पेयरिङ के गर्न पाइन्छ, राइट? अरे यार यो प्रश्न वालाको यो हाम्रो हो त प्रश्न वालाको हाम्रोसँग म्याच हुनु पर्यो कि परेन? पर्यो। अनि के प्रश्न वालामा के कमी छ? के छ त्यहाँ नाटक? त्यो 10 यस 10 लाई कमन लिन आउँछ होला, कमन लिन आउँदैन भने प्लिज जोइन द आर्ट क्लास। 10 कमन लिनु, d2x by dt square plus 100x is equal to 0. कमन लिन आउँछ होला हैन? 10 कमन लिसके मैले। अब जसले मैले यो गरे, अब यो चाहिँ हाम्रो जस्तो म्याच भयो, राइट? हाम्रो जस्तो म्याच भयो भने यहाँ चाहिँ x को कोफिसिएन्ट के छ? ओमेगा स्क्वायर। यहाँ चाहिँ x को कोफिसिएन्ट के छ? 100. देन यू क्यान राइट ओमेगा स्क्वायर इज इक्वल टु व्हाट? 100 प्लस माइनस 10. अब प्लस माइनस लेखेर फेरि माइनसलाई के भन्छौ? अब 10, राइट? प्लस माइनस 10 सही भन्यो। फेरि माइनसको मलाई मिनिङ सम्झाउनु पर्छ, फेरि छोड्दौ। माइनस टाइमको पनि मिनिङ हुन्छ है, कुनै दिन सम्झाउला म। एनीवे, ओमेगा मतलब 2 पाई बाई कैपिटल T is 10. 2 5 is 10. T is pi by 5. Got it, guys? Yes, sir. Everybody? बुझ्यो हैन? डिफरेन्शियल इक्वेसन पनि बुझ्यो तिमीहरु?
Okay, we got the differential equation. अब लेख्नु होला some parameters. Some parameter in SHM in terms of x. Some parameter in SHM in terms of x. Mean bata x data, right? So can you say me what is the force when the body is at x from mean? It is minus cx, right? Yes. तर किताबमा यसलाई के लेख्या हुन्छ? Yes. अब किताब जस्तो जानु पर्यो अलिअलि, राइट? किनभने किताब नै पढ्छु तिमीहरू. मैले मोसन कहाँ माइनस x मा, तिमीले मोसन y मा लिन मिल्दैन? मिल्छ. त सबै भेरिएबल y मा आइहाल्छ हैन र? याद राख्नु होला है. एक्सेलरेसन a इज माइनस ओमेगा स्क्वायर x. कसैले भन्न सक्छ नि यो माइनसले त सिम्पली डाइरेक्सन बताइरहेछ हैन? यदि प्रब्लम सल्भिङमा आयो भने वी हैव टु रन द म्याग्निट्युड, राइट? हजुर. बिकज भेक्टरको अगाडि माइनस त डाइरेक्सन बताउँछ, राइट? त्यो माइनसको मतलब म्याथ जस्तो माइनस हुँदैन नि, यो 0 भन्दा कम हुँदैन के? -2 न्यूटन मतलब 2 न्यूटन नै हो, तो माइनसको मतलब डाइरेक्सन. पहले हम अपन बना लेते, कॉपी आप पेस्ट है दिए, ठीक रहते. हम रिसर्च करने चलिए, ठीक रहते. हजुरको भयो कुराकानी. अब हामी पढाम, हामी सुनिहाल्यौं. हेलो म्याम, म पढाउ ल. थ्याङ्क यू. 1 2 3. भेलोसिटीको फर्मुला ओमेगा √/a² - x², राइट? याद छ किताबमा सायद तिमी यस्तो पढ्यौ होला. किताबमा यस्तो लेख्या हुन्छ ओमेगा √r² - y² टाइप, राइट? हजुर, उही हो कुरा. तर मैले r मतलब त्यो किताबले r लेख्या हुन्छ, खोइ त्यसले कुन दिमागले के लेख्या हुन्छ थाहा छैन मलाई. r ले त्यसले एम्प्लिट्युड मान्छ, किनभने त्यसले डेराइभ त सर्कलबाट गर्छ नि त हैन त्यो अथरले. हजुर. अनि त्यो सर्कलबाट के गर्छ त्यसले आफै थाहा छैन. त म 3-4 लेक्चर अब 3 लेक्चर भयो, भोलि वा पर्सिदेखि म फेजर डायग्राम जब स्टार्ट गर्छु नि, आई विल टिच यु द स्याडो पार्ट अफ इट. अनि त्यहाँबाट च्याप्टर नै इन्ड भइहाल्छ. सो यो r भनेको एम्प्लिट्युड माने आउँछ किताबको अथरले, तर म एम्प्लिट्युडलाई a भने आउँछु, त्यसैले मैले यहाँ a लेखेको छु. त्यसले मोसन y मा लेखेको हुन्छ, मैले कहाँ लेख्छु x मा, सो x लेखेको छु. क्लियर छ फर्मुला? ओके. 4 नम्बर. Can you say me the kinetic energy, guys? Kinetic energy को फर्मुला 1/2 mv². And 1/2 m. What is that? v square माथि को स्क्वायर गरिदिन्छु भने ओमेगा स्क्वायर ब्रैकेट a² - x². This is the kinetic energy. मलाई बताउँ यो सबै प्यारामिटर कसको टर्म्समा लेखिरहेको छु? x को, राइट? In x parameters. मतलब indirectly I am writing a formula. Formula लेखिरहा हूं. Potential energy U 1/2 cx², or you can write 1/2 kx², right? याद गर हामी c/m लाई के मानेका थियौं? ओमेगा स्क्वायर. Then you can write k/m as omega square. एउटै कुरा हो. So you can write k as m omega square. So potential को फर्मुलामा k लाई म रिप्लेस गरे. U is equal to 1/2 m omega square x². Right? Potential. 6th number. Can you say me the mechanical energy? Mechanical is kinetic energy
प्लस पोटेन्शियल एनर्जी। तर हामी जुन एसएसएम पढिरहेछौँ त्यहाँ त कन्जर्भेटिभ फोर्स मात्र हुन्छ, नन कन्जर्भेटिभ फोर्स हुँदैन त, सो मेकानिकल एनर्जी यहाँ कन्जर्भ रहन्छ राइट। त्यसलाई दुवैलाई जोड दिन्छौ होइन, काइनेटिक र पोटेन्शियल दुवैलाई जोड्छौ भने एक्स वाला टर्म क्यान्सल भइहाल्छ, जोड्नु होला आफ्नो। अनि यहाँ लास्टली आउँछ 1/2 m ओमेगा स्क्वायर a स्क्वायर। मतलब कि when a body is performing SSM, then what will happen? Which energy remains conserved in SSM? मेकानिकल एनर्जी। किनभने हेर यहाँ कहीँ पनि मेकानिकल एनर्जीमा एक्स वाला टर्म छैन, तो कटिहाल्छ जोड्दा राइट। यसको मतलब इट्स इन्डिपेन्डेन्ट अफ एक्स, यसको मतलब मेकानिकल एनर्जी रिमेन्स कन्जर्भ। र मलाई बताऊ यो मेकानिकल एनर्जी के केमा डिपेन्ड छ? मासमा, एम्प्लिट्युडमा। ओके ओके, मासमा र एम्प्लिट्युडमा होइन। मलाई बताऊ हामीले यो के इक्वल टु कति पढाएको थियौँ? यम ओमेगा स्क्वायर। M omega square. यो गिभन सिस्टमको लागि के हुनु पर्यो? कन्स्टेन्ट राइट। कन्स्टेन्ट। त तिमी मास बढायो भने के त चेन्ज भइहाल्छ फेरि, के त कन्स्टेन्ट हुनु पर्यो, त के गर्ने? मास नि यसको कन्स्टेन्ट पर्यो होइन, मास माना चेन्ज गरे मैले, मास चेन्ज गरे भने के त सेम हुनु परेन? याद गर, जब तिमी मास चेन्ज गर्छौ भने ओमेगा पनि त चेन्ज हुन्छ। हजुर, मास बढ्यो भने ओमेगा त्यही रेटले घट्नु पर्यो कि दुवैको मल्टिप्लिकेसन फेरि के आउनु पर्यो? कन्स्टेन्ट। यसको मतलब मेकानिकल एनर्जी मासमा डिपेन्ड भयो? भएन, केमा डिपेन्ड भयो? एम्प्लिट्युडमा मात्र। यसको मतलब मेकानिकल एनर्जी इज सिम्पली डाइरेक्टली प्रोपोर्सनल टु ए स्क्वायर। यहाँबाट के बुझ्यो? यसको मतलब एम्प्लिट्युड इज अ एनर्जी फ्याक्टर। बडी एम्प्लिट्युड बडी एनर्जी, कम एम्प्लिट्युड कम एनर्जी। मतलब एम्प्लिट्युड भनेको सिम्पली तो ग्यापिङ होइन मिन र एक्सट्रिमको, इट्स अल्सो अ डिटर्मिनेसन अफ वाट एनर्जी, इट अल्सो डिटरमाइन हाउ मच एनर्जी इन द सिस्टम राइट। यस सर। क्लियर ना? Yes, sir. तो लेखिहाल्नु होला, इट इज इन्डिपेन्डेन्ट अफ वाट? मास। एउटा प्रश्न गरौँ अनि लिभ द क्लास। 11 नम्बर हेर, 11 नम्बर पढ त के भन्छ? 11 नम्बर प्रश्न। The total mechanical energy of a spring system. स्प्रिङ मासले न, स्प्रिङ मास भन्ने बित्तिकै एसएसएम भयो राइट? Yes. ठीक छ। हजुर। टोटल एनर्जी इज यही होइन 1/2 m ओमेगा स्क्वायर a स्क्वायर। ओ, Suppose the oscillating particle is replaced by another particle of double the mass while the amplitude A remains same. A लाई सेम राख्नु छ तर मास डबल गर्नु छ। The new mechanical energy will be रिमेन सेम। Remains A. clear? Yes, sir. थाहा छ यो किन लेखेर यस्तो एचसी वर्मा सरले किन यस्तो लेखेर दिनुभयो? किनभने कसैले यदि यो वाला याद गरेको भए सायद उसको एन्सर आइहाल्थ्यो। किनभने कसैले यस्तो पनि याद गर्छ नि त 1/2 m ओमेगा स्क्वायरलाई के भन्न पायो कि पाएन? पायो। a स्क्वायर। यदि कसैले यो रटेर गएको त बुझ्छ k इज कन्स्टेन्ट, सो ओके मासमा इन्डिपेन्डेन्ट राइट। त्यसैले उहाँले अझै कन्फ्युज गर्नको लागि पुरा लेखि नै दिनुभयो। बुझ्नुभयो? हेर्दाखेरि त डाइरेक्ट देखिन्छ। आर यु अन्डरस्ट्यान्डिङ? यस। Yes, sir. आई होप आजको क्लासमा हामीले धेरै बेसिक कुराहरू सिकेका छौँ राइट? हजुर। आजको लेक्चर क्लियर छ नि होइन? हजुर, एकदम क्लियर। त्यसो भए अब हामी भोलि अझै प्यारामिटर गर्छौँ, स्ट्यान्डर्ड कुराहरू गर्छौँ, मिन पोजिसन एक्सट्रिम पोजिसनमा हामी स्पेसल पोइन्टहरू लेख्छौँ अनि त्यस पछाडि अगाडि बढ्छौँ। बाइ बाइ गाइज, बाइ बाइ। हजुर, sir. Thank you. सर।